सबैलाई स्वागत छ। आज हामी डाउ सिद्धान्तको गहिराईमा पुग्नेछौँ। यो एउटा यस्तो सिद्धान्त हो जसले हामीलाई शेयर बजारको यो जुन कोलाहल छ नि हो त्यसमा पनि एउटा लुकेको लय कसरी पत्ता लगाउने भनेर सिकाउँछ। एउटा प्रश्न सोचौँ त, के शेयर बजारको चाल साँच्चै अनुमान गर्न सकिन्छ कि यो केवल भाग्य र संयोगको खेल मात्रै हो? हो, ठ्याक्कै यही प्रश्नको जवाफ खोज्ने क्रममा नै डाउ सिद्धान्तको जन्म भएको थियो। ल, अब हाम्रो कथाको नायकलाई भेटौँ, चार्ल्स डाउ। उहाँ वॉल स्ट्रिट जर्नलका सह-संस्थापक हुनुहुन्थ्यो र उहाँको एउटै ध्येय थियो, बजारको व्यवहार बुझ्नको लागि एउटा प्रणाली बनाउने। अब यसको सुरुवात कसरी भयो त? कुरा सुरु हुन्छ जब डाउ र उनका साझेदार एडवर्ड जोन्सले बजारलाई समग्रमा हेर्नको लागि पहिलो औसत सूचकाङ्क बनाए। सोच्नुस् त, सुरुमा जम्मा 11वटा स्टकबाट सुरु भएको यो यात्रा पछि गएर औद्योगिक र रेल सूचकाङ्कसम्म पुग्यो, जसले त्यो बेलाको अर्थतन्त्रको स्वास्थ्य कस्तो छ भनेर ऐना जस्तै देखाइदिन्थ्यो। र सबैभन्दा रोचक कुरा के छ थाहा छ? उहाँको मृत्युपछि मात्रै उहाँका विचारहरूलाई सङ्कलन गरियो र आज हामीले चिन्ने यो डाउ सिद्धान्त तयार भयो। त्यसो भए आजको हाम्रो यात्रामा हामी के हेर्छौँ त? हामी बजारको नक्सा कोर्ने व्यक्ति चार्ल्स डाउबारे कुरा गर्नेछौँ अनि बजारका 3वटा प्रवृत्तिहरू, यसका 3 चरणहरू र ती प्रवृत्तिहरू कसरी पुष्टि हुन्छन् भनेर बुझ्नेछौँ र अन्त्यमा डाउको यो स्थायी विरासतबारे पनि चर्चा गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, बजारको नक्सा कोर्ने व्यक्ति। यहाँ हामी हेर्नेछौँ कि कसरी एक पत्रकारले आधुनिक प्राविधिक विश्लेषणको खाका नै तयार पारे। हो, चार्ल्स डाउलाई प्राविधिक विश्लेषणको पिता नै मानिन्छ। अब यो प्राविधिक विश्लेषण भनेको के हो त? यसले के भन्छ भने कम्पनीको भित्री कुरा, मतलब फन्डामेन्टल्स भन्दा पनि बजारको मूल्य र कारोबारको मात्रा अर्थात् भोल्युमको चार्ट हेरेर भविष्यको चाल अनुमान लगाउन सकिन्छ र डाउको सिद्धान्त नै यसको जग हो। अब जाउँ बजारका 3 प्रवृत्तिहरूमा। डाउको दृष्टिकोण साँच्चै नै फरक थियो। उहाँले बजारलाई केवल सङ्ख्याको खेलको रूपमा हेर्नु भएन, बरु एउटा जीवन्त प्रणालीको रूपमा हेर्नुभयो जसको आफ्नै लय र प्रवृत्तिहरू हुन्छन्। हो, उहाँको विश्वास थियो कि क्रिया र प्रतिक्रियाको नियम जुन भौतिक ब्रह्माण्डमा लागू हुन्छ नि, त्यो बजारमा पनि लागू हुन्छ। यही नै उहाँको दर्शनको मूल मन्त्र थियो। जसरी प्रकृतिमा हरेक क्रियाको एउटा प्रतिक्रिया हुन्छ, उहाँले विश्वास गर्नुभयो कि बजार पनि त्यस्तै प्राकृतिक नियमले चल्छ। यो केवल यताउता हल्लिरहने अनियमित घटनाहरूको थुप्रो होइन। उहाँले बजारलाई बुझाउन एउटा गजबको उपमा प्रयोग गर्नुभयो, महासागरको। सोच्नुस् त, बजारको मुख्य दिशा भनेको ज्वार जस्तै हो, जुन लामो समय 1 वर्षभन्दा बढीसम्म चल्छ। त्यसभित्र आउने सानातिना सुधारहरू भनेका छाल हुन्, जुन केही हप्तादेखि महिनासम्म रहन्छन्। र दिनहुरको सानोतिनो उतार चढाव त तरङ्ग जस्तै हुन्। अब एक विश्लेषकको मुख्य काम भनेको ज्वार कता गइरहेको छ त्यो पत्ता लगाउनु हो, न कि छाल र तरङ्गमा अल्झिएर बस्नु। ल, अब कुरा गरौँ बजारका 3 चरणहरूको। आखिर यी प्रवृत्तिहरू बन्छन् कसरी त? यसको पछाडि मानव मनोविज्ञानले ठूलो भूमिका खेल्छ। हरेक ठूलो बुल बजार, मतलब जब बजार लामो समयसम्म माथि गइरहेको हुन्छ, त्यो सामान्यतया यी 3 चरणहरूबाट गुज्रिन्छ। पहिलो चरण हो सञ्चय। यो त्यस्तो बेला हो जब बजारमा डरको माहौल हुन्छ र त्यही बेला चतुर लगानीकर्ताहरूले सस्तोमा शेयर किन्छन्। त्यसपछि आउँछ सार्वजनिक सहभागिता। जब राम्रो समाचारहरू आउन थाल्छ, आम मानिसहरू पनि बजारमा प्रवेश गर्छन्। र अन्त्यमा आउँछ वितरण चरण। यो बेला बजारमा उत्साह चरममा हुन्छ र त्यही मौकामा सुरुका लगानीकर्ताहरूले नाफा बुक गरेर बाहिरिन्छन्। तर एउटा प्रश्न उठ्छ, बजारको प्रवृत्ति साँच्चै बलियो छ कि छैन भनेर कसरी थाहा पाउने त? हो, यसकै लागि डाउले एउटा एकदमै महत्त्वपूर्ण नियम बनाएका थिए। उहाँको मूल सिद्धान्त के थियो भने औसतहरूले एकअर्कालाई पुष्टि गर्नुपर्छ। यसको मतलब एक बलियो प्रवृत्तिको लागि औद्योगिक र यातायात औसतहरू दुवै एउटै दिशामा चल्नुपर्छ। सोच्नुस् न, औद्योगिक औसतले उत्पादन कस्तो भइरहेको छ देखाउँछ भने यातायात औसतले ती सामानहरू बजारसम्म कसरी पुग्दैछन् भन्ने देखाउँछ। जब दुवै बढ्छन् तब न अर्थतन्त्र स्वस्थ छ भन्ने सङ्केत मिल्छ। यो एकदमै तार्किक कुरा हो। यो लामो अवधिको चार्ट हेर्दा यो सिद्धान्त झनै स्पष्ट हुन्छ। हेर्नुस् त, दशकौँदेखि यी 2 सूचकाङ्कहरूले कसरी एकवटाको चाललाई पुष्टि गर्दै आएका छन्। जब यिनीहरू एकै दिशामा जान्छन्, प्रवृत्ति बलियो मानिन्छ। ल, अब एउटा विशिष्ट उदाहरण हेरौँ न त।
यहाँ 1997मा यातायात सूचकाङ्कले पहिल्यै एउटा नयाँ उचाइ बनायो जुन बिन्दु 1मा देख्न सकिन्छ। त्यसको केही समयपछि औद्योगिक सूचकाङ्कले पनि त्यसैलाई पछ्यायो बिन्दु 2मा। हो, यही पुष्टिले के सङ्केत दियो भने बुल बजार अझै बलियो छ र यो जारी रहनेछ। डाओ सिद्धान्त मान्नेहरूले प्रवृत्तिको सम्भावित उल्टोपन मतलब ट्रेन्ड रिभर्सल पत्ता लगाउन असफल स्विङ जस्ता ढाँचाहरू प्रयोग गर्छन्। यो भनेको के हो भने जब बजारले अघिल्लो उचाइलाई पार गरेर नयाँ उचाइ बनाउन सक्दैन, त्यसले के सङ्केत गर्छ भने खरिदको दबाव अब कमजोर हुँदै गइरहेको छ। यहाँ 2वटा उदाहरण छन्। बायाँतिर हेरौँ त, मूल्यले अघिल्लो उच्च अर्थात् पोइन्ट ए लाई पार गर्न सकेन र त्यसपछि अघिल्लो न्यून पोइन्ट बी लाई तोड्यो। यो एउटा एकदमै स्पष्ट र बलियो बिक्री सङ्केत हो। तर दायाँतिरको चित्रमा हेर्दा सङ्केत त्यति स्पष्ट छैन, जसले गर्दा यो कम विश्वसनीय मानिन्छ। ल, अब अन्तिम खण्डमा जाउँ, डाउको स्थायी विरासत। तर एउटा प्रश्न उठ्छ, 100 वर्ष पुरानो सिद्धान्त आजको यस्तो द्रुत गतिनो बजारमा साँच्चै सान्दर्भिक छ त? यो एकदमै जायज प्रश्न हो। डाउ सिद्धान्तको सबैभन्दा ठूलो आलोचना नै यही हो कि यसका सङ्केतहरू धेरै ढिलो आउँछन्। मतलब बजारको चालको ठूलो हिस्सा बितिसकेपछि मात्रै यसले सङ्केत दिन्छ, किनभने यसले प्रवृत्तिको पुष्टि चाहिन्छ। यसले बजारको ठ्याक्कै टुप्पो वा पिँध समात्न सक्दैन। तर यो आलोचनाको जवाफमा एउटा तथ्याङ्क हेरौँ। 1920देखि 1975 को बीचमा डाउ सिद्धान्तले प्रमुख बजार चालहरूको 68% समातेको देखिन्छ। यो सङ्ख्याले के देखाउँछ भने सङ्केत ढिलो आए पनि यो सिद्धान्तले बजारको अधिकांश ठूलो चाललाई समात्न सफल भएको छ। हो, यहाँनिर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले डाउको उद्देश्य बुझ्नुपर्छ। उहाँले रातारात धनी बनाउने कुनै ट्रेडिङ सिस्टम बनाइरहनु भएको थिएन। उहाँ त समग्र व्यापारिक अवस्था कस्तो छ भनेर नाप्ने एउटा ब्यारोमिटर, एउटा उपकरण बनाउँदै हुनुहुन्थ्यो। उहाँले शेयर बजारलाई समग्र आर्थिक गतिविधिको सूचकको रूपमा हेर्नुभयो र यो दृष्टिकोण आज पनि उत्तिकै मूल्यवान छ। अन्ततः डाउ सिद्धान्तको विरासत भनेको यसका यी 6 आधारभूत सिद्धान्तहरू हुन्। आज हामीले प्रयोग गर्ने लगभग सबैजसो प्राविधिक विश्लेषणका अवधारणाहरू यिनै सिद्धान्तहरूबाट विकसित भएका हुन्। जस्तै औसतले सबै कुरा समेट्छ भन्ने विचारले नै चार्ट विश्लेषणको जग बसालेको हो र प्रवृत्ति उल्टो नभएसम्म प्रभावमा रहन्छ भन्ने सिद्धान्त त आजका आधुनिक ट्रेडिङ रणनीतिहरूको मूल मन्त्र नै हो। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जाँदैछु। यदि बजारका यी ढाँचाहरू अन्ततः डर र लोभ जस्ता कहिले नबदल्ने मानवीय भावनाहरूबाटै चल्छन् भने के मानव मनोविज्ञानमा आधारित यो 100 वर्ष पुरानो सिद्धान्त कहिले साँच्चै अप्रचलित होला त?